व्यायाम एक साधना हो, स्वास्थ्य नै धन हो। व्यायाम गर्नु नै शरीरलाई माया गर्नु हो। हरेक मानिसले आफूलाई स्वस्थ राख्न केही न केही शारीरिक गतिविधि गर्न जरुरी छ। चाहे त्यो रनिङ होस्, कुनै प्रकारको योगा या त कुनै प्रकारको एक्सर्साइज होस्। हामीले प्रत्येक दिन आधादेखि 1 घण्टाको समय आफ्नो लागि निकाल्न जरुरी छ जस्तो मलाई लाग्छ। आजको मेरो विचार यति नै। र आज शनिबारको दिन साँझपख मैले चेस्टको वर्कआउट गरेँ। अहिले मैले गरिरहेको एक्सर्साइजको नाम हो डिक्लाइन पुसअप। यसले हाम्रो अप्पर चेस्ट ग्रो गर्न मद्दत गर्छ। र त्यसपछि लगत्तै मैले इन्क्लाइन पुसअप गरेँ। इन्क्लाइन पुसअपले हाम्रो लोवर चेस्ट ग्रो गर्न मद्दत गर्छ। र अन्तिममा मैले वान ह्यान्ड पुसअप गरेर आफ्नो वर्कआउट सकेँ। आजको लागि यति नै। धन्यवाद।